को भी दिमाग खराब कर रहा था। तुम्हें से न जाने बताउनुहोस् न आज साथ गयो हार पानीपुरी किन्नुको लागि आइरहेको छु म। अब यहाँबाट पानीपुरी लगेर गएर चाहिँ हामी पानीपुरी बनाएर खाने। अर्को खालको मसिनो फुसफुसे खालको उयो हो यता आऊ न। त्यो फुसफुसे खालको उयो यस्तो भएको होइन हौ, मतलब सेतैमा भित्र उयोसँग पनि भएको छैन, मसला हुँदैन सबै मसलासँग भएको छैन। त्यसो सानसानो त्यसो मसला पनि हुन्छ नि सबै त्यो छैन है। 260 घटाइ मागिरहनु ल जाउँ ल। अब पानीको पुरी लिएर आएको छु। रामेन पानीपुरीको मसला। तँलाई पानीपुरी कतिको मनपर्छ? होइन उता त्यो इजरायल जाँदै थियो नि कि त्यसको त्यो त्यो त अब अहिले खाँदै चाल पाइहाल्छ भन्नुको मतलब चाहिँ एकदमै तेरो बेस्ट हो। उसको फर्स्ट सेलेरी आएको छ ए बेस्ट होइन, त्यसलाई त फेभरेट पो भन्छ है। अहिले के गर्नु पढ्दै मात्रै बसेर त्यस्तो पढ्ने कति छ त पढेरै काम गर्छु भनेर त त्यो उमेर डाँडा काटिसक्छ। यस्तो पिल्सिन्छ खान्छस् अरे? सर्भिसमा हो। एक्साइटेड छस् अन्त पानीपुरी खानुको लागि? को चाहिँ आज चाहिँ पक्का पैसा राख्ने केटी हो है? कति छ? खालि टट्टी फोन छोडे टट्टी। आज चाहिँ 50 रुपियाँ निकाल नि, तेरो कहिलेदेखिको थुपारिराखेको राम्रै ठ्याक्कै निकाल्नै मान्दैछ तेरो। दुईजना नि छोरी त 2 वर्ष भयो। 50 रुपियाँ निकाल तेरो पनि। 50 को आज साँच्चीकै निकाल नि। तेरो पनि 50 निकाल। मेरो 2 वर्ष भयो नि छोरी। तेरो कति छ? 25 वर्ष पुग्छ हो। हुन्छ उयो पनि चेन्ज गरिदिइहाल्छु म। 2-3 वर्ष भयो। तैँले जितिहाल्छस् अरे तर कसरी पैसा त होइन हौ, कम्ती घटाउँ ल। यसले सबै मिल्छ 20 रुपियाँ हुन्छ हुन्छ म उता केटा भनिराख्छु कि। तैँले खातकुत नि लिएर र त भनेको 20 रुपियाँ मात्रै गरौँ ल। यसले जित्छ बरु होस् 50 रुपियाँ मिक्स नलिउँ ल। अहिले चाहिँ अब फिलहाल कटिङ उयसको लागि नै अब पानीपुरी खाने भनेर आज हाम्रो लन्चमा चाहिँ दिउँसोको लन्च चाहिँ पानीपुरी खाने। अब अलिक हामी डाइटिङमा पनि छौँ, त्यो भएर पानीपुरी मात्रै खाएर चाहिँ आज हामी खाना चाहिँ नखाने होइन। अनि पानीपुरी खाएर चाहिँ हामी पानीपुरी जस्तै भएर डल्लो डल्लो भएर चाहिँ देवीडङ्गा हाट चाहिँ जाने पानीपुरी जस्तो है। हजुर कसले बनाएको? बडीले फुल्यो मेरै। वाउ डल्लो डल्लो फुल्यो। वाउ त्यो चाहिँ मुखमा अब हाल्छ नि गर्छ गर्छ नि त्यो राम्ररी जस्तो। हजुर त्यो राम्ररी जस्तो सेम गऱ्यो अरे। कस्तो फुट्यो हेर त कति छ? दामी दामी चाहिँ मुखमा हाल्नु साह्रो पर्छ। अब भएर यहाँबाटको मुख छ भने च्यात्तै हुन्छ। ठुलो खालको मुख हुनेलाई मात्रै है। हजुर कत्रो देखियो आजको चाहिँ पुरै पानीपुरी वाल्ने म। यत्रो बेसी छ। अब कसले जित्छ होइन? यत्रो मुख भएको त खै बडी हो कि रेचल हो र म त सकिनँ यत्रो मुखतिर हाल्नु चाहिँ छैन है। बाह्र नै पायो त काटेर हाल्दै न के थियो मलाई जस्तो कतितिर फिट गर्नु कति चार्ज भएको छ लामो नबनाउनु भयो।